विशेष गरी यो सिटको चाहिँ रिकमेन्डेसन नम्बर हैन सिफारिस नम्बर चाहिँ 39 चाहिँ एकदमै आदिवासी महिला तथा किशोरीहरूको लागि चाहिँ एकदमै महत्त्वपूर्ण छ भन्ने मलाई लाग्छ। विचार लिइराख्नु छ भने आन्दोलनमा तपाईले आफू लिनुपर्छ आफ्नो तर्फबाट जसरी सकिन्छ त्यसरी भनेर यो चाहिँ मैले एउटा तपाईहरुलाई थोरै मेरो आफ्नो कुरा मात्रै राखेको यो चाहिँ आफूले नै आफूलाई भन्न नसकेको चिनाउन नसकेको म को भनेर त्यसलाई चाहिँ आइडेन्टिफाई नै आफूले आफूलाई गर्न नसकेको परिस्थिति छ। त्यो भित्रमा हामी छौँ अवश्य, तर यो चाहिँ के हो त हाम्रो चेतना अवेरनेस नभएको। हामीमा यो चेतना गर्ने काम चाहिँ कसले गर्नु पर्थ्यो त नेपाल सरकारले। त्यो जुन चाहिँ महासन्धि अनुसारको त्यो सबै चाहिँ म दिन्छु कार्यान्वयन गर्छु भनेर चाहिँ प्रतिबद्धता गरेर चाहिँ जुन चाहिँ महासन्धिमा अब राज्य पक्षबाट गरेको महासन्धिलाई अहिलेसम्म न संविधानमा त्यहाँ कार्यान्वयन गरेको छ, संविधानमा केही कार्यान्वयन गर्दा पनि लेख्दा पनि संविधान लेखिराख्दा त्यो संविधानमा लेखिएका कतिपय धाराहरू उपधाराहरू र दफाको चाहिँ कार्यान्वयन गरेको छ। विविध कारणहरू जुनले चाहिँ तहगत हिसाबमा चाहिँ विभेदहरू भोगेर आइरहेको हुन्छ। अनि यो विभेदलाई चाहिँ चिर्नको लागि चाहिँ के गर्न सकिन्छ त, राज्यले के गर्नुपर्छ भन्ने चाहिँ दायित्वको हिसाबमा चाहिँ आधारभूत सिफारिसमा चाहिँ सिरो कमिटीले चाहिँ नेपाल राष्ट्रलाई चाहिँ यो कुरा गर भनेर चाहिँ दिएको चाहिँ यो चाहिँ सिफारिसहरू हो। सचिव देव कुमारी सुनवार आउनुभएको छ, सदस्य पार सुनवार आउनुभएको छ। उहाँहरूलाई पनि अगाडि आएर आफ्नो परिचय गरिदिनु अनि मैले यो माइनरमा चाहिँ लेखाएर नामहरू टिपाउनु ल। हाम्रो नाम स्याउ पार सुनवार महिला सदस्य। म यहाँ सबैमा म चाहिँ देव कुमारी सुनवार महिला समाज सचिव अहिले कागज सचिव छु। हाम्रो पनि बुथ छ, नाइलुहरू छ, रसनालु रसनालुबाट रसनालु भयो होइन, रसनालु भयो होइन। अनि बुथ नाइलुबाट अहिले चाहिँ कोही के नाइलु पो भएको छ त्यो माथि होइन। त्यही भएर प्लेक्तीबाट हाम्रो पिर्ती भयो, क्यादालुबाट चाहिँ अब च्यादालु भयो होइन, हुँदैछ यस्तो। अब जस्तै बुझबाट उमाकुण्ड भएर कुनै त्यो भयो, अब गोकुल गङ्गा त्यो हाम्रो नाम होइन। जस्तै हो यो कुरालाई पनि हाम्रो भूमि टेरिटोरी ल्यान्डको कुरा गर्दा हाम्रो किपट भूमिको कुरा गर्दाखेरि हाम्रो नामाकरणमै विभेद छ। हामीलाई नामाकरणमै हामीले विभेद छ। उमाकुण्ड हुने नहुने चिज हो होइन, हाम्रो चाहिँ त्यहाँनिर गोकुल गङ्गा हुनै नपर्ने चिजहरू हो। तर यस्तो कुराहरू चाहिँ के गरे त सरकारले हाम्रो सुनिदिएन र हामीलाई विभेदीकरण हामीलाई थिचोमिचो जहिले पनि गरिराख्यो। र यसकै लागि हामी विभिन्न पटकको विभिन्न खाले हामीले आन्दोलनहरू गरिरहेको छौँ। विभेदको कुरा भन्दाखेरि एउटा मैले सुनवारको मात्रै भन्न चाहेँ, त्यसपछि अरूको त आफ्नो नै होला। अनि अध्यक्षजीले भन्नुहुन्छ थोरै हामीलाई हाम्रो किपट कसरी खोज्यो। खास त हामी गोर्खा राज्य विस्तार हुनुभन्दा हामी चाहिँ कोइस नै थियौँ भन्ने कुराहरू आएको छ। म पनि विज्ञ त होइन होइन, मैले पनि एउटा सिक्दै हिँड्दाखेरि खोज तलास गर्दाखेरि मैले देखेको सुनेको। पछि सुनकोशी वारिपारि बस्ने भएको हुनाले सुनवार बनायो भनेर चाहिँ कतिपय हाम्रो वंशावलीमा भेटिन्छ। तर त्यो वंशावलीमा पनि हामी चाहिँ अर्कै छ, सूर्यवंशी भनेर देखाउँछ। तर त्यो चाहिँ म मान्दिनँ, गलत हो। मैले पनि हामीले पनि सुनेअनुसार त्यो चाहिँ कति कुराहरू चाहिँ मनगणन्ते हुन्छन् होइन। त्यही भएको हुनाले चाहिँ त्यो नहोला सायद जस्तो लाग्छ। जस्तै थुवालुङ हेर्दाखेरि हामीमा थुवालुङ कथा हेर्दाखेरि हामी कसरी छुट्टिएको थियौँ भन्ने कुराहरू छ। बरु त्यसलाई चाहिँ मान्यता दिन सकिन्छ। थुवालुङ भन्ने नाटक कसले हेर्नुभयो? एकजनाले मात्रै, दुईजना। यहाँ नाटककार पनि हुनुहुन्छ नि त हाम्रो अनि हाम्रो जेरी सुरुवात। अनि पछिको समयमा चाहिँ हामीले आफ्नो पहिचानको कुरा गरिराख्दाखेरि होइन, आफ्नो समुदायको कुरा गर्दा कति कुराहरूमा चाहिँ हामीले आफूले नै आफूलाई भन्न नसकेको चिनाउन नसकेको म को भनेर त्यसलाई चाहिँ आइडेन्टिफाई नै आफूले आफूलाई गर्न नसकेको परिस्थिति छ। त्यो भित्रमा हामी छौँ अवश्य, तर यो चाहिँ के हो त हाम्रो चेतना अवेरनेस नभएको। हामीमा यो चेतना गर्ने काम चाहिँ कसले गर्नु पर्थ्यो त नेपाल सरकारले गर्नु पर्थ्यो, खोज्नु पर्थ्यो।
उसले चाहिँ डाटाहरू निकाल्नु पर्थ्यो, म्यापिङ गर्नु पर्थ्यो हाम्रो त्यो ल्यान्डहरूको। त्यो पनि केही पनि गरेको छैन। नगरेपछि हामीले यसरी आफ्नो बलियो बुद्धिले विभिन्न सङ्घ संस्थाहरू किन जन्मिँदैन, सङ्गठनहरू किन जन्मिँदैन, यसकै लागि राज्यको चाहिँ जुन चलखेल विभेदभित्रको चाहिँ कदरले हेऱ्यो भने त्यो चाहिँ बाह्य शक्तिहरूले खेलेको छ। त्यही भएर हामी पहुँचमा हुनुपर्छ, राजनीतिक चेत हुनुपर्छ। यो चाहिँ यो संस्था भनेको चाहिँ राजनीति गर्नु हुँदैन, तर राजनीतिक चेतना हुनुपर्छ। तर त्यो राजनीतिक चेतना यहाँबाट हामीले सिकेर त्यो राजनीतिको सङ्गठनमा हामी पुग्न सक्ने पहुँच हामीले राख्नुपर्छ भनेर नै हामीले यस्ता अवेरनेस, महिला सशक्तिकरण र समुदायको सशक्तिकरण तालिमहरू हामीले चाहिँ आफूलाई चाहिँ क्यापेसिटी बिल्डिङ गर्नु चाहिँ पर्छ भनेर चाहिँ हामीले विभिन्न सङ्घ संस्था खोलेर त्यसमा चाहिँ हामीले तालिमहरू गरेर अहिलेसम्म यहाँसम्म आइपुगेका छौँ। आजको दिनमा यो माइक समातेर मैले के बोलेँ अब त्यो त तपाईँहरूले नै मूल्याङ्कन गर्नुहुन्छ, तर मैले सिकेको कुराहरू त्यो सिक्नलाई मैले करिब 13 वर्ष लाग्यो। म संस्थामा ग्रासरुटदेखि आएर अहिले सिक्दाखेरि म भर्खरै यति बोल्ने भएको छु भनेपछि मैले एउटा मन्त्री खानु पर्यो भने, माने एउटा संसदीय प्रदेश मात्रै सदस्य खानु पर्यो भने मलाई कति लडाइँ गर्नुपर्छ होला। अझ महिलाहरूलाई र त्यसमाथि आदिवासी महिलाहरूलाई त ग्रासरुटबाट, आफ्नो घरबाट, परिवारबाट, त्यसपछि निस्कियो संस्था, आफ्नै संस्थाबाट, कति त आफ्नै महिलाहरूबाट हुँदै अर्को ठाउँमा पुग्दा त्यहाँ पनि विभेद खेप्दा त्यो माथिको कुरै नगर्नु। त्यस्तोबाट हामीले च्यालेन्ज भोगेर चाहिँ माथि जानुपर्छ। महिला सफल हुनु त्यति सजिलो छैन। एउटा युगौँ बित्छ, युग नै बित्छ, तर पनि हामीले हिम्मत चाहिँ हार्नु हुँदैन। म पनि तपाईँहरू जस्तै म सिकिरहेको छु, सिक्नु पनि पर्छ। तर पहिचानको आन्दोलन, पहिचानको लागि म कहिले पनि थाक्दिनँ होला। मेरो घरबाट निस्केपछि मेरो घरमा बस्दा पनि मलाई चिन्ता लाग्छ मेरो समुदायको, मेरो भाषा, संस्कृति, मेरो पहिचानको लागि म सधैँ नै लागि परेको हुन्छु। मलाई चिन्ता छ यो कुरामा। भोलि भाषा हरायो भने संस्कृति हराउँछ, संस्कृति हरायो भने समुदाय हराउँछ। नेपालमा आदिवासीहरू कति छन् त? आदिवासीभित्र 38%, 36% होइन त, 36% भित्र पनि 18% आदिवासी महिलाहरूले ओगटेको ठाउँ हो। यो चाहिँ त्यो 18% आदिवासी महिलाभित्र पनि 78,910 चाहिँ हामी सुनवार समुदाय, त्यो भित्रको पनि हामी आदिवासी महिला र किशोरीहरू छौँ। त्यसको प्रतिशत चाहिँ मलाई थाहा भएन, हेर्नुपर्ने हुन्छ क्यालकुलेट गर्नु। त्यही भनेर हामी त्यो 21औं शताब्दीमा आउँदाखेरि परिवर्तन किन चाहियो, पहिचान किन चाहियो, हामीलाई आफ्नोपन किन चाहियो भन्ने कुराहरू चाहिँ बिस्तारै बुझ्दै जानुहुनेछ। विश्वका महिलाहरू माथि हुने भेदभाव र हिंसा उन्मूलन महासन्धि नेपालमा चाहिँ 2007मा चाहिँ महासन्धि भएको हो र आइएलओ 169 पनि नेपालमा 2007मा भएको महासन्धि र युएनजी पनि एकैचोटि नेपालमा त धेरै पछि आएको कुरा हो। यो महासन्धि अनुसार नेपाल सरकारले चाहिँ नेपालका आदिवासीहरू र त्यो आदिवासी भित्रको पनि क्याटेगोरी छ, आफ्नै भाग छन्, जस्तै अल्पसङ्ख्यक, सीमान्तकृत, अति सीमान्तकृत, लोपन्मुख। यो चाहिँ समुदायलाई चाहिँ किन स्वीकार्दैन? उनीहरूको चाहिँ भाषा, संस्कृति, उनीहरूको पहिचान, मौलिक हक अधिकारलाई किन सुनिश्चित गर्दैन? अन्तर्राष्ट्रिय महासन्धिमा गएर चाहिँ सिग्नेचर गरेर आएको छ, हस्ताक्षर गरेर आएको छ। मेरो देशको चाहिँ आदिवासीहरूलाई उनीहरूको मौलिक अधिकार पनि दिन्छु, उनीहरूको भाषा पनि दिन्छु, उनीहरूको चाहिँ जे छ यो जुन चाहिँ महासन्धि अनुसारको त्यो सबै चाहिँ म दिन्छु, कार्यान्वयन गर्छु भनेर चाहिँ प्रतिबद्धता गरेर चाहिँ जुन चाहिँ महासन्धिमा अब राज्य पक्षबाट गरेको महासन्धिलाई अहिलेसम्म न संविधानमा त्यहाँ कार्यान्वयन गरेको छ, संविधानमा केही कार्यान्वयन गर्दा पनि, लेख्दा पनि, संविधान लेखिराख्दा त्यो संविधानमा लेखिएका कतिपय धाराहरू, उपधाराहरू र दफाको चाहिँ कार्यान्वयन गरेको छैन। जस्तै 1 नम्बरमा भन्नुपर्दा अघि नै भने धारा 6 को भाषा, सबै भाषा मातृभाषा र राष्ट्रिय भाषा हुन् र मातृभाषा शिक्षा हुनुपर्छ भनेछ, तर त्यसलाई गएर कतिको दफामा काटिदिएको छ, माथिसी देखाए जस्तो तल लगेर काटिदिएको छ। यसको लागि चाहिँ संविधान पुरै पढ्नुपर्छ। हामी ऐन बनायो, ऐनमा पनि छैन। विभिन्न नीतिहरू बनायो,
भूमि आयोग विभिन्न नीति बनायो, भूमि ऐन बनायो, नीतिहरू बनायो, वन नीति बनायो, विभिन्न ऐनहरू बनायो, तर हामीलाई सूचना पनि छैन, त्यहाँनिर अर्थपूर्ण सहभागिता पनि छैन। किनकि हामीले त हाम्रो कुरा माग गर्छ, हुनुपर्छ भनेर उनीहरूले चाहिँ विभेदीकरण गरेर सूचना नदिएर ल्याक अफ, त्यसलाई चाहिँ इन्फर्मेसन भन्छ, त्यो इन्फर्मेसनले ल्याक अफ गरेपछि हामीले हाम्रो कुरा कसरी ल्याउनु, हाम्रो विज्ञतालाई ल्याउन सक्दैनौँ। त्यही भनेर त्यस्तो कुराहरूमा चाहिँ विभेद भइरहेको छ, जुन चाहिँ अन्तर्राष्ट्रिय कानुन अनुसार चाहिँ नेपाल सरकारले गर्नुपर्छ भनेर हामी चाहिँ जहिले पनि सडकमा हुन्छौँ। जस्तै संविधानमा अब जस्तै निर्वाचन आयोग बन्दैछ, निर्वाचन विधेयक बन्दैछ, निर्वाचन विधेयकमा अब महिलाहरूलाई खुलाबाट हामी लड्नुपर्ने, हामी एउटा सांसद हुनको लागि, हामी एउटा वडा अध्यक्ष हुनको लागि, एउटा मेयर उपामेयर हुनको लागि जुन चाहिँ खुलाबाट हामीले लड्नुपर्ने, तर हामीलाई त्यो व्यवस्था हुनुपर्छ जुन चाहिँ 2084 मा चाहिँ अब यो विधेयकमा जुन निर्वाचन विधेयक हुँदै गर्दाखेरि हामीलाई सहभागिता गरौँ भनेर हामीले भनिरहेको छ, तर गरिरहेको छैन निर्वाचन आयोगले। किनभने उसले बनाएर ल्याउँछ विधेयक, पास गर्छ बहुमतले, किनकि हामी त्यहाँ पहुँचमै छैन। त्यो विधेयकमा चाहिँ के हुनु पर्यो भने दलितलाई चाहिँ एउटा कोटा चाहिँ स्वतस्फूर्त रूपमा छ भने हामी आदिवासीलाई पनि हुनुपर्छ। समग्र सबै महिलाहरूलाई एउटै टोकरीमा राखेर खिचडी बनाएर हाम्रो मौलिक अधिकार र विभेद जुन चाहिँ विविधतालाई चाहिँ विभेदीकरण गरेको पहिचानलाई चाहिँ अझ नामेल पार्न खोजेको भने बुझिन्छ हामीले। त्यही भएर हामीले 33% महिलाभित्र हामी आदिवासी महिला अट्दैनौँ, हामी 51% को कुरा गर्छौँ। किनकि हामी आदिवासी महिला हौँ, विविधता छ, पहिचान छ, हामीसँग के छ त हाम्रो भाषा, संस्कृति, संस्कार, हामीसँग रैथानिक ज्ञान, सिप सबै छ। त्यसपछि त्यो मात्रै नभएर आदिवासी अपाङ्गताभित्र पनि किशोरीहरू, आदिवासी महिलाहरू, किशोरीहरूको कुराहरू छ हैन। त्यसमा चाहिँ इन्टरसेक्सनलिटीहरू छन्, यो सबैलाई स्वीकार्नुपर्छ। त्यसको लागि हामीले चाहिँ जहिले पनि आफूलाई, समुदायलाई, महिलाहरूलाई जो हुनुहुन्छ सबैलाई सशक्तिकरण चाहिँ गरिनुपर्छ। कसैले दबाब गर्नु पाउँदैन, त्यहाँनिर कसैले उसलाई फसाइ सराउनु पाउँदैन। त्यो कुराहरूलाई चाहिँ त्यो आत्मनिर्णयको अधिकार सहित चाहिँ बाँच्न पाउनुपर्छ। जस्तै आफ्नो भाषा बोल्न पाउनुपर्छ, त्यो चाहिँ सुनिश्चित हुनुपर्छ भनेर, तर भएको छैन। नेपाल सरकारले 4 वर्षमा सिड महासन्धि भनेको चाहिँ हाम्रो सुनवार समाज सङ्घीय समितिको चाहिँ हाम्रो विदेश विभागको उपाध्यक्ष आउनुभएको छ शिव सुब्बा, उहाँलाई पनि यो हाम्रो महिलाको चाहिँ उसमा कार्यक्रम जुन चाहिँ सशक्तिकरण कार्यक्रम छ त्यसमा उपस्थिति गर्नको लागि हार्दिक अनुरोध गर्दछु। र 168 राजधानी यसपालि पनि बुझाएको थियो, त्यसमा चाहिँ हामीले लिड वान अनि हामीले महिला महासङ्घले पनि र इनोल्याक भनेर हामीले 4वटा संस्थाले र विभिन्न अरू संस्थाले धेरै नेपालबाट 27वटा संस्थाले बुझाएको थियो। यो चाहिँ युएनमा चाहिँ यो चाहिँ जेनेभाको स्विजरल्यान्डको जेनेभामा चाहिँ फेब्रुअरीको 3 देखि 21 सम्म भएको थियो। यो चाहिँ नेपाल सरकारले 4 वर्षमा विश्वमा हुने जुन महिलाहरूको हिंसाहरूको चाहिँ रिपोर्ट लेखेर स्याडो रिपोर्ट, छाया प्रतिवेदन बुझाउँछ युएनलाई र सिडा कमिटीलाई। जुन चाहिँ 23 जना सिडा कमिटीमा चाहिँ 23 जना कार्य समिति हुन्छ। त्यो भित्र पनि नेपालमा त्योभन्दा अगाडि पनि वन्दना राणा चिन्नु भएको छ नि, राणा जुन चाहिँ रेडियो नेपालमा पहिला इङ्ग्लिस समाचार भन्थ्यो नि, दिस इज रेडियो नेपाल भनेर भन्थ्यो नि, त्यति याद होला नि। त्यो वन्दना राणा चाहिँ सदस्य छ, अहिले पनि फेरि नेपालबाट सदस्य भएको छ 23 जनामा। र त्यहाँको मेन स्पेसलबाट चाहिँ जापानबाट हुनुहुन्छ, कोही के पो भन्ने मैले बिर्सेँ, त्यहाँ चाहिँ अध्यक्षमा पनि जापानमै हुनुहुन्छ जस्तो लाग्छ, मैले बिर्सेँ। अनि त्यही भएर त्यहाँ चाहिँ हामीले हाम्रो सबै रिपोर्टहरू बुझाउँछौँ के हिंसा हुँदैछ, उनीहरूको अधिकारहरूको बारेमा। त्यो चाहिँ 2011 मा चाहिँ नेपालले बुझायो। त्यो बुझाएपछि फेरि 2051 मा चाहिँ नेपालबाट बुझायो, नेपाल सरकारले बुझाउँदाखेरि त्यसपछि फेरि पनि आदिवासीहरूको पनि फेरि आफ्नो रिपोर्ट हुनुपर्छ भने बेग्लै रिपोर्ट हुनुपर्छ भनेर आदिवासी महिला महासङ्घ, निड वान, युनिक फोरम भन्ने छ मञ्च होइन, अनि त्यसपछि अरू विभिन्न संस्थाहरू मिलेर फेरि बुझायो। 2018 मा बुझाएपछि चाहिँ के आयो त, त्यहाँ बुझाएको 4 वर्षको त्यो चाहिँ छाया प्रतिवेदनमा यो सिफारिस नम्बर सम्बन्धी CEDAW-GR39 भन्छ, यो गर्ल चाहिँ किशोरीहरूको लागि भनेर उनीहरूको चाहिँ आत्मनिर्णयको अधिकार, उनीहरूको भाषा, उनीहरूले मौलिक अधिकार बाँच्न पाउने, किशोरीहरूमा के छ त्यो कुरालाई चाहिँ अध्ययन गरेर त्यो अनुसार चाहिँ त्यहाँनिर तिमीहरूले कार्यान्वयन गर्नुपर्छ। र त्यो किशोरीहरू भन्ने बित्तिकै सुरुवात पनि हुन्छ। आदिवासीहरू जति छ त्यो किशोरहरूको चाहिँ उनीहरूको
आत्मनिर्भरको अधिकार चाहिँ सुनिश्चित गर भनेर चाहिँ त्यो GR39 भनेर चाहिँ त्यो चाहिँ सिफारिस चाहिँ सरकारलाई सुझाव दियो सिडा कमिटीले। 53वटा आर्टिकलहरू छन् हाम्रो सिफारिसहरूमा। त्यो सिफारिसको 53वटा आर्टिकल भित्रको पनि त्यो 41 र 46 त्यो चाहिँ पहिलाको, अहिलेकोमा चाहिँ 46 र 47 को अनुच्छेद अनुसार काम गर, जुनमा चाहिँ मातृभाषामा काम गर्नुपर्छ, पहिचानमा विशेष जोड दिनु र आदिवासी किशोरीहरूलाई चाहिँ उनीहरूको चाहिँ GR39 र त्योलाई सबैलाई चाहिँ टेबलले कार्यान्वयन गर भन्ने सुझाव दिएको छ। त्यसमा अब हामी छलफलमा बस्छौँ फेरि, तर नेपाल सरकारले त्यो काम थालेको छैन। त्यो लज्जास्पद छ नेपालको चाहिँ, नेपालको केसमा। त्यही भएर त्यो कानुन अनुसार त्यो भित्र हामी यतिकै कराएको होइन, हामी अन्तर्राष्ट्रिय कानुनसँग जोडिएर बसेको छौँ, विश्वको कानुनसँग हामी जोडिएका रहेको छौँ। त्यही भएर नेपाल सरकारले चाहिँ सिग्नेचर गरेको हुनाले, हस्ताक्षर गरेको छ। संविधानदेखि ऐनदेखि लिएर विधेयकहरू यो विभिन्न जुन कानुनहरू बन्छन् त्यो कानुनमा चाहिँ आदिवासी महिलाहरूलाई चाहिँ के गर्नु पर्यो त, त्यहाँ चाहिँ अर्थपूर्ण सहभागिता सहित उनीहरूको चाहिँ आत्मनिर्भरको अधिकार, पहिचानको कुरा, उनीहरूको जे छ मौलिक कुराहरूलाई चाहिँ तिमीले इन्स्योर गर्नुपर्छ भनेर चाहिँ त्यहाँ भनेको छ। तर त्यो सरकारले, राज्यले त्यो गर्दैन, किनभने हाम्रो त्यो अहिले सरकार पनि स्थिर छैन। त्यो पनि एउटा हाम्रो लागि च्यालेन्ज हो। अब मैले भन्दै गर्दा अन्तिममा आइपुगेँ म। आत्मनिर्भरको अधिकार पनि भने अब आन्दोलनलाई जोड्छु ल, किनभने हामी सबै हाम्रो विश्वमा हेर्नुहोस्, अधिकारहरू कहिल्यै पनि इतिहास हार्नेको लेखिँदैन, अधिकार आन्दोलन नगर्नेले पाउँदैन, सुनिश्चित हुँदैन। त्यही भएको हुनाले अहिलेसम्मको इतिहासमा महिलाले गरेको आन्दोलन सशक्तिकरण र सफल छ विश्वमा अहिलेसम्म। तपाईँहरूले अझै पनि गुगलमा हेर्नुहोस्, संसारमा विश्वमा हेर्नुहोस्, महिलाहरूले गरेको योगदानहरू र आन्दोलन, उनीहरूलाई अगाडि ल्याउन नचाहनु, सम्बोधन नगरिनु आफ्नै ठाउँमा छ। तर महिलाले गरेको आन्दोलन, जस्तै एउटा घर चलाउन त महिलाको त्यति धेरै भूमिका हुन्छ भने विश्वको इतिहासमा हेऱ्यो भने, हिस्ट्रीमा हेऱ्यो भने त गुगलमा गएर हेर्नुहोस्, महिलाको सशक्तिकरण, महिलाको आन्दोलनहरू र सफलताहरू त्यहाँनिर थुप्रै इतिहासहरू छन्। अब म आन्दोलनमा 2000 एउटा सङ्गठन खोल्नु पनि आन्दोलन हो। म चाहिँ यसरी बुझ्छु, सङ्गठन एउटा खोल्नु, सङ्गठन बनाउनु, सामूहिक रूपमा हामी आदिवासीहरूको चाहिँ कलेक्टिभ राइटको कुरा गर्छ, एउटाको कुरा कहिल्यै गर्दैन। यो ILO 169 UNGले सिडाले चाहिँ के गर्छ त, यो अन्तर्राष्ट्रिय कानुन अनुसार चाहिँ हामी अहिले पहिचानको कुरा गर्दा, नेसनको कुरा गर्दा इन्डिजिनियस पिपुल्स भन्छ, जुन चाहिँ एउटाको कुरा गर्दैन, सामूहिक कलेक्टिभ राइटको कुरा गर्छ, सामूहिक अधिकारको कुरा गर्छ। जे गर्दा पनि हामी सामूहिकताको कुरा गर्छौँ। त्यो गर्दै गर्दाखेरि आन्दोलन भनेको पनि एउटा सामूहिक हो। सामूहिक रूपमा हामीले आन्दोलन गर्दाखेरि हामीले जसलाई पढ्दा पनि एकबद्धता गर्नुपर्ने हुन्छ। जस्तै पछिल्लो समय कोशी आन्दोलन किन चाहियो, कोशी किन भयो भनिरहेछ, तर कोशी आन्दोलन भनेको एउटा किराँत ल्यान्ड मात्रै नभएर किराँतहरूको भूमि 700 वर्ष किराँतहरूको राज्य गरेको यो देश हो। यो येलम होस्, यो खे होस्, चाहे जहाँसुकै होस्, 700 वर्ष हामीले ठाउँमा गढीहरू भेटिन्छन्। अझै हेलम्बरबाट सुरु भएको जुन चाहिँ शासन बस्तीमा गएर सिद्धियो, बस्ती होइन त हाम्रो किराँतहरूको अन्तिम राजा, त्यो सकिँदै गर्दाखेरि 700 वर्षको इतिहास छैन, लेखिएको छैन। तैपनि अझै पनि हामीसँग प्रमाणहरू धेरै छन्। यो कुरा गर्दाखेरि हाम्रो भूमि भूभागको लडाइँमा छौँ। कोशी भनेको एउटा कौशिकी ऋषिबाट एउटा व्यक्तिको नामबाट राखिएको नाम भएको हुनाले त्यहाँ चाहिँ पहिचान सहितको नाम हुनुपर्छ। त्यो चाहिँ भूमिमाथिको चाहिँ हाम्रो विभेद हो, हाम्रो मानव अधिकार हनन हो र यसमा आत्मनिर्भर अधिकार सहितको चाहिँ पहिचान सहितको नामाकरण हुनुपर्छ। त्यो 1 नम्बर प्रदेशमा चाहिँ 22वटा आइपिएसहरू छन्। त्यसमा कोचे छ, मेचे छ, शेर्पालुङ छ, होलो किराँत छ, माझ किराँत छ, भल्लो किराँत छ होइन। त्यसमा सबै छ। होलो किराँतभित्र त हामी परिहाल्छौँ होइन, सुगरहरू। त्यही भएर सबैको आवाज हो त्यो। त्यहाँ चाहिँ सानो सन्थादेखि लगेर माथि शेर्पासँग लिम्बूसम्म जाँदा होइन, त्यो चाहिँ त्यति धेरै ठुलो टेरिटोरियल ल्यान्ड चाहिँ कसको थियो त, हाम्रो किराँत ल्यान्ड भनेर चाहिँ भन्नुपर्ने हुन्छ। तर किराँत ल्यान्ड मात्रै भन्दा पनि विभेद हुन्छ। त्यो भित्रको स्वायत्ततालाई पनि फेरि हेर्नुपर्छ। माग हो त्यो मुकुलुङको आन्दोलनमा हामी किन छौँ,
त्यो भित्र पनि हामी आदिवासी महिलाहरूको चाहिँ के छ त त्यहाँनिर चाहिँ पैतृक भूमिको मात्रै कुरा नभएर हाम्रो विशेषता विविधता त्यहाँनिर चाहिँ कसलाई बढी इम्प्याक्ट पर्छ त त्यो पाथी भएर कसरी भयो र मुकुलुम के थियो भनेर मुकुलुम हाम्रो किन हुनुपर्छ भनेर एउटा ठुलै आन्दोलनमा हामी छौँ अझै सरकारसँग दुईचोटि वार्ता पनि बस्यो तर त्यो असफल भएको छ त्यही भनेर त्यसको लडाइँमा हामी छौँ त्यसै भोलिको दिनमा हामी किराँत ल्यान्डको लागि वल्लो किराँतको लागि हामी लड्ने कि नलड्ने आन्दोलनमा त्यही भएर आन्दोलन भनेको हाम्रो अधिकार सुनिश्चितको लागि हो त्यही भएर आन्दोलनमा हामी चाहिँ लाग्नुपर्छ विशेष गरेर महिलाहरूलाई चाहिँ आन्दोलनमा कतिले चाहिँ भाग्न सक्दैन हिँड्न सक्दैन महिला कमजोर हुन्छ भन्छ तर होइन विश्वमा संसारमा मैले अघि पनि भने गुगलमा हेर्नुहोस् संसारमा परिवर्तन ल्याउने भनेको महिला नै छ संसारमा अहिले अस्ति भर्खर 115औं नारी दिवस मनाइराख्दा त्यो पुरुषले गरिदिएको आन्दोलन होइन एउटा क्लारा जेटकिन भन्ने एउटा अमेरिकाको एउटा महिलाले गरेको आन्दोलनपछि 115औं चाहिँ श्रमलाई सम्मान गर भनेर उसले सुरु गरेको र त्यो अमेरिकामा चाहिँ त्यो गर्दाखेरि उसले भोट मताधिकार र नागरिकताको र श्रम बराबर प्रालिसम्म हुनुपर्छ भनेर क्लारा जेटकिनले सुरु गरेको त्यो आन्दोलन थियो अहिलेसम्म छ नेपालमा त पछि 50औं दशकपछि मात्रै नै आएको हो र अझ 2060 पछि 65-63 आन्दोलनपछि अलिकति मनाइरहेको छ त्यो कुराहरूलाई चाहिँ हामीले आन्दोलनमा जोडिनुपर्छ आन्दोलन चाहिँ हाम्रो अधिकारको लागि हो आन्दोलन चाहिँ यति महत्त्वपूर्ण छ कि हामीले हाम्रो अधिकारहरू सुनिश्चित गर्नको लागि हामी आन्दोलनमा जोडिनुपर्छ त्यही भएर आन्दोलन खराब चिज होइन आन्दोलनलाई चाहिँ हामी सकारात्मक रूपले आन्दोलन विभिन्न थरी हुन्छ कसैले गीत गाएर आन्दोलन गर्छ कसैले यहीँ हुनुहुन्छ हाम्रो जेडी सुन्दर नाटक उहाँले चाहिँ गर्नुहुन्छ अनि उहाँ चाहिँ चित्रकार पनि हो होइन उहाँले लेखेर गर्नुहुन्छ आफ्नो भाव व्यक्त गर्नुहुन्छ कसैले आफ्नो भाषामा कविता लेख्नुहुन्छ कसैले कसरी बोल्नुहुन्छ कसैले नाचेर गर्नुहुन्छ कसैले रोएर व्यक्त गर्नुहुन्छ कसैले आफ्नो शक्ति प्रदर्शन गर्नुहुन्छ कसैले प्रदर्शन गर्नुहुन्छ होइन आन्दोलन आफ्नो तरिकाबाट हो तर जसरी गरे पनि आन्दोलन हाम्रो एकबद्धता सामूहिकता हुनुपर्छ अनि मात्रै हामी सफल हुन्छौँ भन्ने हुन्छ त्यही भएर आफ्नो अधिकार जहाँ जाँदा पनि मागेर होइन हामीले खोसेर लिने अधिकार लिनको लागि खोज्नुपर्छ अनि मात्रै हामी सफल हुन्छौँ हामी दौड जित्नको लागि 1 नम्बरमा बढ्नुको लागि त हामी दौडेर छलाङ मार्नुपर्छ त्यस्तै हामीले हाम्रो अधिकार सुनिश्चित अधिकार पाउनको लागि पनि हामीले छलाङ मार्नुपर्छ र आन्दोलन गर्नुपर्छ त्यही भनेर मैले आज जम्मा हुनुभएका हाम्रो दिदीबहिनीहरूलाई कोही चाहिँ हुनुहुन्छ कोही कमी हुनुहुन्छ समी हुनुहुन्छ तपाईँहरूलाई हामीले हाम्रो सुनवारहरूमा आफ्नो पहिचान जोगाइराख्नु छ भने आन्दोलनमा पनि तपाईँले भाग लिनुपर्छ आफ्नो तर्फबाट जसरी सक्नुहुन्छ त्यसरी भनेर यो चाहिँ मैले एउटा तपाईँहरूलाई थोरै मेरो आफ्नो कुरा मात्रै राखेको यो चाहिँ पछिल्लो समय आन्दोलनमा हामी 2-4 जना मात्रै हुन्छ यसको चाहिँ मूल्याङ्कन पछि हुन्छ त्यही भनेर मैले तपाईँहरूलाई अनुरोध गर्दै र अनि लास्टमा एउटा कुरा मात्रै भन्न चाहे हामी यसरी जम्मा हुँदा यस्तो सशक्तिकरणको तालिमहरू त पहिले पनि दिनु खोजेको थिएँ सुनवार महिलाबाट तर पनि गर्दै गर्दाखेरि गाह्रो हुन्छ जस्तै हामीले वेशभूषालाई एकरूपमा ल्याउनुपर्छ होइन हाम्रो भाषालाई जोगाउनुपर्छ जस्तै मेरै घरमा पनि मेरो घरमा म सुनवार मजाले बोल्छु म भाषामा काम गर्छु तर मेरो आफ्नो बे भएको घरमा नबोल्ने भएको हुनाले त्यसरी ल्याकअप भएको छ भाषाको ल्याकअप त्यसलाई चाहिँ बचाउने अभियानतिर हामी छौँ रहनुपर्छ हाम्रो बोल्ने दिदीहरू बहिनीहरूले चाहिँ बोलिदिनु होला म पनि कोसिस गरिरहेको छु होइन एउटा त्यो बोल्नुपर्छ हाम्रो विशेष गरेर अर्काको अर्गासे घर गहना र अर्गासे वेशभूषा चाहिँ नलगाउँ हाम्रो के छ त्यसलाई खोजेर त्यसैलाई चाहिँ अवलम्बन गरौँ हामीले अरूको लगाइदिँदा हाम्रो आफ्नो मेन आफ्नो मूल मर्म मौलिक पहिचान चाहिँ घुम्ने जन्म खतरा हुन्छ पछिल्लो समय त्यो कुराहरू पनि आइरहेको छ होइन राम्री बन्ने होडमा अर्काको लगाइदिँदा अर्काको गर्दाखेरि चाहिँ हामी आफ्नो हराएको छौँ हामी चाहिँ राज्यसँग लडाइँ गरिरहेको छौँ पहिचान चाहियो भनेर तर हाम्रो पहिचान चाहिँ गुमाउनुमा हामी आफै नै एउटा चाहिँ उत्तराधिकारी भइरहेको छौँ यो कुरालाई चाहिँ हामीले मनन गर्नुपर्छ भनेर चाहिँ म अनुरोध पनि गर्दछु भन्दै अहिले चाहिँ मेरो लामै पो भयो यसले मैले अहिले यति नै भन्न चाहेँ र यो पछि चाहिँ हाम्रो छोटो रूपमा हाम्रो अक्षिजी हुनुहुन्छ सुनवार समाजको त्यसपछि हामी थोरै पानी खानेछौँ होइन अनि हाम्रो अक्षिजीले चाहिँ थोरै आफ्नो मन्तव्य दिनुहुन्छ त्यसपछि छोटोमा दिनुभयो अक्षिजी हामी आदिवासी महिलाहरू
ज्ञानको भण्डार हो भन्ने मलाई लाग्दछ। आज संसारले पनि संसारका जति पनि शक्तिशाली राष्ट्रहरू छन्, ठुला ठुला विद्वान व्यक्तिहरू छन्, सबैले आज यो प्रकृतिको सबैभन्दा सुन्दर मान्छे यदि कोही छ भने त्यो आदिवासी महिला हो। र यो प्रकृति जोगाउनु, यो विश्व मानव समुदाय जोगाउनु र प्रकृति जोगाउनु सबैभन्दा बढी ज्ञान छ भने त्यो चाहिँ तपाईँको आदिवासी महिलाहरूमा छ भनेर भनिराखेको अवस्था छ। त्यो जस्तो बुझाइ चाहिँ आज संसारमा भइराखेको छ। तथापि हामी नेपालका आदिवासी जनजाति महिलाहरू विभिन्न कारणले गर्दा विभिन्न कारणले चाहिँ हामी विभेदित छौँ, खिचेका छौँ, हेपिएका छौँ। हामीसँग भएका चाहिँ ज्ञानको अवमूल्यन भएको छ। हाम्रो चाहिँ तपाईँको के अरे जुन सुन्दरतामाथि चाहिँ तपाईँको के अरे धावा बोल्ने बाहिर काम भइराखेको छ नेपालको परिस्थितिमा, होइन? र आज जुन यो संयुक्त राष्ट्र सङ्घले चाहिँ समुदाय स्तरमा महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन महासन्धि सम्बन्धी चाहिँ महासन्धि सिडल चाहिँ तपाईँको के अरे 1979 मा चाहिँ पास गरेको थियो र त्यसलाई नेपाल सरकारले चाहिँ 1991 मा सन् 1991 मा चाहिँ अनुमोदन गरेको थियो। जुन GR 39 विशेष गरी यो सिडको चाहिँ रिकमेन्डेसन नम्बर हैन सिफारिस नम्बर चाहिँ 39 चाहिँ एकदमै आदिवासी महिला तथा किशोरीहरूको लागि चाहिँ एकदमै महत्त्वपूर्ण छ भन्ने मलाई लाग्छ। किनभने यो सिडभित्र चाहिँ संसारभरिका चाहे त्यो आदिवासी होस्, चाहे गैर आदिवासी होस्, चाहे त्यो अपाङ्ग होस्, चाहे विभिन्न महिलाहरूको सबै महिलाहरूको चाहिँ तपाईँको अधिकारको विषयमा बहुत समग्रतामा सिडल होइन। त्यस पछाडि तपाईँको त्यहाँभित्र थुप्रै आदिवासी महिलाहरूसँग सम्बन्धित कुराहरू दफाहरू पनि छन्, जसले तपाईँको आदिवासी महिलाको चाहिँ भूमि अधिकारका कुरा भयो, आत्मनिर्णयको अधिकारको कुरा भयो, सांस्कृतिक अधिकारका कुरा भयो, भाषिक अधिकारका कुरा भयो, थुप्रै अधिकारका विषयमा यो सिडलको चाहिँ विभिन्न दफाहरूमा चाहिँ उल्लेख गरिएको छ। र त्यसलाई कार्यान्वयनमा सहज होस् भनेर चाहिँ तपाईँको यो के अरे सिडलले नै चाहिँ तपाईँको यो के अरे सिफारिस नम्बर 39 चाहिँ आदिवासी महिला तथा किशोरीहरूलाई कसरी काम गर्यो भने उहाँको चाहिँ तपाईँको निर्णय प्रक्रियामा चाहिँ उहाँहरूको पहुँच हुन्छ, उहाँहरूको भाषिक सांस्कृतिक रूपमा चाहिँ उहाँहरू चाहिँ सम्पन्न हुन्छ, उहाँको अधिकार चाहिँ कसरी सम्पन्न हुन्छ भन्ने विषयमा चाहिँ यो आदिवासी महिला तथा किशोरीहरूमै केन्द्रीकृत भएर चाहिँ तपाईँको यो सिडलको चाहिँ सिफारिस नम्बर 39 ले बोल्छ। अब यसको विषयमा चाहिँ वृत्तान्त रूपमा अहिले हाम्रो कार्यपत्र प्रस्तुत गर्दै गर्दाखेरि हाम्रो कार्यपत्र प्रस्तुताज्यूले तपाईँलाई दफामा यो दफामा यो भन्छ, यो दफामा यो भन्छ भन्ने कुरा उहाँले राख्नुहुन्छ। मैले त्यतातिर त्यति धेरै गइनँ। तथापि के हो भन्दाखेरि अहिले संसारमा तपाईँको जलवायु परिवर्तनले एकदमै ठुलो सङ्कट ल्याएको छ, जहाँ हाम्रो मानव समुदायको अस्तित्व नै सङ्कटमा पर्ने स्थिति छ। दिनानुदिन तपाईँको यो के अरे ग्लोबल वार्मिङ, यो चाहिँ तपाईँको के अरे तापमान बढिराखेको छ, कार्बन डाइअक्साइड बढिराखेको छ, अक्सिजनको मात्रा घटेको छ, तपाईँको चिसोपन घटिराखेको छ। त्यसले गर्दाखेरि तपाईँको मानव जीवनमा नै यसले चाहिँ तपाईँको एकदमै ठुलो असर ल्याइराखेको अवस्था छ, एकदमै मानव जीवनलाई नै च्यालेन्ज बनाइदिइराखेको अवस्था छ। यसो हुँदै गर्दाखेरि अब यसको न्यूनीकरण कहाँबाट हुन्छ त? हिजो कसरी चाहिँ यसपछि तपाईँको त्यो ब्यालेन्स गरिराखेको थियो होइन, यथास्थितिमा राखिराखेको थियो भन्ने कुरा चाहिँ अहिले पछिल्लो समय विशेष गरी यो संयुक्त राष्ट्र सङ्घमा चाहिँ तपाईँको छलफल बहस हुँदै गर्दाखेरि यो साँच्चीकै प्रकृतिलाई स्वस्थ चाहिँ हिजो आदिवासी जनजातिले राखेका थिए। आदिवासीहरूको अभ्यासबाट प्रकृति स्वस्थ थियो। तर जब तपाईँका चाहिँ तपाईँका विकसित राष्ट्रहरूले चाहिँ तपाईँको आधुनिक विज्ञानलाई प्रयोग गर्दै धनी बन्ने नाममा एकले अर्का देशसँग चाहिँ प्रतिस्पर्धा गर्ने नाममा तपाईँको विभिन्न कल कारखानाहरू खोले, त्यसबाट चाहिँ तपाईँको सचेत भएको धुवाँहरूबाट चाहिँ आज यो विश्वमा चाहिँ तपाईँको जलवायु परिवर्तन एकदमै ठुलो सङ्कट आइराखेको छ। यसो सङ्कट आउँदै गर्दाखेरि हिजो जसरी संसारभरिका आदिवासीहरूले चाहिँ के अरे विश्वलाई अथवा यो पृथ्वीलाई स्वस्थ राखेका थिए उहाँहरूको परम्परागत अभ्यास ज्ञान मार्फत, त्यसैलाई प्रयोग गरेर अब कुन एउटालाई स्वस्थ बनाउनेतिर चाहिँ केन्द्रीकृत हुनुपर्छ भनेर आज संसारभरिका चाहिँ तपाईँका राष्ट्रहरू चाहिँ तपाईँ यहाँ केन्द्रीकृत भएको देखिन्छ। यसो हुँदै गर्दाखेरि आज हाम्रो नेपालमा पनि थुप्रै खालका समस्याहरू तपाईँहरूले भोगिराखेका छौँ। विशेष गरी हामी आदिवासी अहिले कानुनकै कुरा गर्ने हो भने समग्रतामा विश्वमा हेर्ने हो भने नेपाल विभेदित छ। सरकारको चाहिँ तपाईँको हरेक निकाय एनजिओ आइएनजिओ सारा तपाईँको जाँच चाहिँ गलत हो भनेर परिभाषा गरिसकेपछि आदिवासीको दृष्टिकोणबाट यो चाहिँ सही हो भनेर एउटा डकुमेन्ट्री बनाएको थियो। त्यो डकुमेन्ट्री सुटिङ गरेको सन्दर्भमा म लगभग 66 साल 67 सालतिर होला म भुजीमा पुगेँ होइन, रामेछापको भुजीमा पुगेँ। त्यहाँ पुग्दै गर्दाखेरि त्यहाँ एउटा सामाजिक टिचरले पढाइराख्नु भएको थियो क्या, उहाँको ठ्याक्कै त्यो कोर्स रहेछ होइन।
जाँड खानु हुँदैन हैन। जाँड खायो भने हाम्रो चाहिँ स्वास्थ्यमा चाहिँ असर गर्छ। जाँड खाएर घरमा चाहिँ बाउले आमालाई पिट्छ। यस्तै सिकाएको छु क्या मैले। उहाँको भिडियो नै देखेको छु, त्यो डकुमेन्टमा म एक्सेप्ट गरेको छु है। अनि त्यो जाँड बनाउनुमा हाम्रो ज्ञान के हो? त्यो जो कसैले बनाउन सक्दैन। जाँड हामी किन खान्छौँ? जाँड खानुको कारण छ। जाँड भनेर मात्र यो चाहिँ एउटा मादक पदार्थ मात्र होइन त आदिवासी दृष्टिकोणमा। त्यसले गर्दाखेरि त्यो जाँड चाहिँ तपाईँको सुरुवातहरूले किन प्रयोग गर्छ? एउटा चाहिँ तपाईँको आफ्नो पितृ प्रकृति होइन, तपाईँको देवी देवतालाई चाहिँ तपाईँको सम्मान गर्नको लागि चढाउन प्रयोग गर्छौँ, पवित्र चाहिँ तपाईँको खाने वस्तुको रूपमा। एउटा हामीले तपाईँको खेतालाई चाहिँ तपाईँको कुलो धान रोप्नु पर्नेछ, मकै रोप्नु पर्नेछ होइन, तपाईँको बेसीबाट चाहिँ तपाईँको माथि गाउँमा चाहिँ धान बजाइ जानु त्यो जाँड खान्छौँ पावरको लागि होइन। अर्को हाम्रो पाहुना आउँदाखेरि सम्मान गरेर हामी त्यो प्रयोग गर्छौँ। यो विभिन्न सम्मानजनक रूपमा प्रयोग गर्ने वस्तुलाई यो गलत हो भनेर सिकाइँदैछ। एउटा म तपाईँलाई उदाहरण मात्रै दिएको छु, थुप्रै खालको उदाहरण छ। त्यसले गर्दाखेरि हामी आदिवासीहरूलाई नीतिगत रूपमा नै हामीलाई समाप्त पार्ने, हाम्रो अस्तित्व नामेट पार्ने गरी तपाईँको राज्य संयन्त्रहरू र विभिन्न निकाय चाहिँ अगाडि बढिरहँदाखेरि हामी त्योसँग जुझ्न जरुरी छ, जबकि हाम्रो अस्तित्व जीवित राख्न सकौँ, हामी जीवित रहन सकौँ। त्यो के को लागि मैले भने भन्दाखेरि अघि तपाईँलाई मैले भने आज संसारमा सबैभन्दा बढी ज्ञान छ भने चाहिँ सबै हामीमा छ। सबैभन्दा बढी ज्ञान, सबभन्दा बढी ज्ञान आदिवासी महिलाहरूमा छ। र संसारमा सबैभन्दा सुहाउँदो, यो प्रकृति सुहाउँदो, सबैभन्दा राम्रो मान्छे, सुन्दर मान्छे यदि हो भने त्यो आदिवासी महिला हो। त्यसले गर्दाखेरि यो कुरालाई जीवित राख्नको लागि अब हामीले हाम्रो आफ्नो तर्फबाट आज प्रयास गर्नुपर्ने अवस्था छ। र आजको कुरा चाहिँ के भन्दाखेरि मूलभूत रूपमा आदिवासी महिलाहरूको लागि अथवा किशोरीहरूको लागि अन्तर्राष्ट्रिय कानुनमा के अधिकार छन् त भन्ने विषयमा आज जुन पत्र चाहिँ प्रस्तुत हुँदैछ तपाईँलाई धेरै कुरा जानकार हुनेछ। र यो जानकार भइसकेपछि तपाईँले आफ्नो गाउँ समाज टोलमा गएर त्यसलाई कार्यान्वयनमा ल्याउनुहोस् ताकि आफ्नो अधिकार, आफ्नो अस्तित्व जीवित राख्न सक्नुहोस् भन्ने कुरा राख्दै यहाँलाई फेरि पनि म विशेष धन्यवाद व्यक्त गर्दै बिदा हुन्छु। आज चाहिँ हामी धेरै कुरा सिक्नुपर्ने, तर समय थोरै छ। धेरै कुराहरू छुटेको छन्, हामी पछिको बसाइमा पनि गरौँला। अब चाहिँ अलिकति जुन अघि मैले भनेको कुराहरूमा अलिक ब्रेक पनि छ, तपाईँहरूलाई यसो उठेर एकचोटि एक्सर्साइज गर्नु पर्यो। तपाईँहरूलाई फ्रेस हुनको लागि होइन, तपाईँहरूलाई एकदम गाह्रो भएको छ। अनि त्यही भनेर तपाईँहरूले चिसो पिउँदै पानी पनि पिउन सक्नुहुनेछ। अनि 2 मिनट चाहिँ हामी एक्सर्साइज गरौँ। त्यसपछि अघि मैले भनेको कुराहरूमा चाहिँ तपाईँहरूलाई के बुझ्नुभयो भनेर एउटा मेटा कार्ड दिनुहुन्छ, एक एकवटा तपाईँहरूले लेखेर एक एक शब्दमा लेखेर, किनभने ग्रुप गऱ्यो भने ढिलो हुन्छ। त्यही भएर तपाईँहरूले आफ्नै फ्लोरबाट होइन आफूमै एक एकवटा दिने, पुगेन भने 2 जनाले एउटै ठाउँमा लेख्दैन भयो। त्यो लेखेर तपाईँहरूले चाहिँ दिनुहुनेछ। त्यसपछि हामी यसमा प्रवेश गर्नेछौँ र लगभग 30 मिनटदेखि 45 मिनट बस्नेछौँ। खाजा खाएर हाम लगाएर सुइया जानेछौँ है त। धन्य गरिदिनु होला प्लिज। मैले भनेको अघि पनि भनेको छु, मैले चाहिँ तालिमहरू यस्तो सञ्चालन गर्दाखेरि अलिकति टाइट गर्छु, किनभने फ्लेक्सिबल हुनु पर्थ्यो। तर किनभने मोबाइल चलाउँदा भित्र बाहिर धेरै गर्दा अलिकति जुन कुरा छ नि त्यो सिक्ने कुराहरू चाहिँ आफूले गेन गर्न सकिँदैन। त्यही भएर मैले बिचमा मोबाइल भनेको थिएँ, माइन्ड गरिदिनु होला। बहिनीहरू सबै बहिनी छोरीहरू हुनुहुन्छ, तपाईँहरूभन्दा त म जेठै छु होला, म त 50 भागा हुने भइसक्यो मान्छे होइन। त्यही भएर मेरो कुरा मान्नुहुन्छ भन्ने आशा पनि गर्दछु। र ल सबैजना उठिदिनु त एकचोटि सबै। अहिले चाहिँ हात माथि गर्नुहोस्, माथि। अनि त्यसपछि माया, फेरि दया, फेरि माया, अनि त्यसको लागि मैले भनेको अब आफ्नो ठाउँमा बसिदिनु होला। तपाईँहरूले मेटा कार्ड पाउनुहुनेछ। तपाईँहरूले अहिले चाहिँ मलाई पनि खेलाउनुहोस् 5-10 मिनटको लागि। तपाईँहरूले लेख्नुहोस्, खेलाउनुहोस्, जेसुकै गर्नुहोस्। तर मेटा कार्डमा यतिवटा चिज तपाईँहरूले के बुझ्नुभयो त? 2टा बुझ्नु भने 2टा, 5वटा त्यो चाहिँ तपाईँहरूले लेखेर हामीलाई यहाँ टेबलमा राखिदिनुहोस् होइन। त्यसपछि हामी
प्रवेश गर्ने कुरा के चाहिँ बुझ्नुभयो दुईटा बुझ्नुभयो आज चाहिँ यो आधारभूत सिफारिस नम्बर 39मा नै पुरा गर्नुपर्ने चाहिँ किन हो त भनेर पुरा गरिरहँदाखेरि चाहिँ यसले चाहिँ यो दस्तावेज भनेको चाहिँ आदिवासी महिलाहरू सँगसँगै चाहिँ अरू महिला होइन विविध आइडेन्टिटी भएका महिलाको चाहिँ एउटा मात्र परिचय हुँदैन भन्ने कुरा छ। तपाईँले कता कतै यस्तो पिक्चर देख्नु भएको छ एकजना महिलाको 10वटा हात देखाएर कहिले खाना पकाएको छ, कहिले अफिस गएको छ, कहिले बच्चा भनेपछि महिलाको चाहिँ एउटा मात्र परिचय हुँदैन कि ऊ कहिले आमा पनि हुन्छ, ऊ कहिले अफिसमा गएर वर्कर पनि हुन्छ भने चाहिँ महिलाको एउटा मात्र स्वरूप हुँदैन। यो पहिचान विविध पहिचानहरूले गर्दाखेरि चाहिँ उनले चाहिँ विभिन्न ठाउँमा चाहिँ विशेष प्रकारको चाहिँ भेदभावहरू सँगसँगै चाहिँ हिंसाहरू चाहिँ भोगिरहेको हुन्छ। त्यो चाहिँ डे टु डे लाइफमा नै कि दैनिकी रूपमा चाहिँ त्यस्तो भोगिरहेको हुँदाखेरि चाहिँ यी कुराहरूलाई चिर्नको लागि चाहिँ र सिरलाई चाहिँ इफेक्टिभली रूपमा चाहिँ के भन्छ इम्प्लिमेन्ट गर्नलाई होइन त्यो भनेको चाहिँ त्यसलाई चाहिँ नेपालमा चाहिँ अब यसलाई चाहिँ सशक्तिकरण रूपमा चाहिँ मजाले इम्प्लिमेन्ट गर्नको लागि चाहिँ यो आधारभूत सिफारिस चाहिँ 39ले चाहिँ बोल्छ है। र हामी आदिवासी महिला र आदिवासी म चाहिँ अपाङ्गता सम्बन्धी भएको भएर धेरै अपाङ्गता आउँछ है, त्यसलाई चाहिँ आदिवासी सँगसँगै मिलाएर सुनिँदा आदिवासी महिला र किशोरीहरूको कुरा गरिरहँदाखेरि चाहिँ यसले चाहिँ फर द फर्स्ट टाइम चाहिँ आदिवासी महिला चाहिँ आदिवासीको उसको जुन पहिचान छ नि त्यसलाई चाहिँ मान्नु नै पर्छ भनेर चाहिँ भनेको छ क्या। यो महिलाको पहिचान चाहिँ अभिन्न अङ्ग हो, यसलाई चाहिँ छुट्याएर हेर्नु हुँदैन है, यसलाई चाहिँ तिमीले गैर आदिवासी महिलासँग चाहिँ तुलना गरेर हेर्नु हुँदैन है। आदिवासी महिला नै भएको कारणले होइन, आदिवासी अपाङ्गता भएकै महिलाको कारणले आदिवासी महिला जो वैदेशिक रोजगारमा जो चाहिँ विस्थापित भएको छ ती महिलाहरूलाई चाहिँ उनीहरूकै अवस्थामा भएर चाहिँ उनीहरूले जुन प्रकारको विभेदहरू भोगिरहेको छ, उनले जुन प्रकारको हिंसाहरू विभिन्न ठाउँमा हुन्छ नि अफिसहरूमा, स्कुलहरूमा होइन, इभन बाटोहरूमा अथवा कार्यस्थलमा भोगिरहेको हुन्छ। इभन काम गर्दाखेरि ज्यादादारीको कुरामा हुन्छ नि त, पुरुषलाई चाहिँ धेरै धेरै महिलालाई कम्ती होइन। अपाङ्गताको कुरा गर्दाखेरि चाहिँ उसको अपाङ्गतालाई हेरेर चाहिँ उनले गर्ने कार्यक्षमतालाई चाहिँ नकार्ने जस्ता कुराहरूलाई चाहिँ ती कुराहरूलाई चाहिँ गर्नु हुँदैन है। यदि नेपालले सिर महासन्धिमा हस्ताक्षर गर्छ भने चाहिँ यो महिलाको चाहिँ आदिवासी पहिचानलाई चाहिँ जोडेर नै ल्याउनुपर्छ है, यसलाई चाहिँ कतै पनि छुट्याउनु हुँदैन र यीलाई चाहिँ परस्पर रूपमा चाहिँ हेर्नुपर्छ भन्ने हिसाबले चाहिँ यो दस्तावेज आएको भएर चाहिँ हामी आदिवासीको लागि चाहिँ गैर आदिवासी महिलाहरूसँग हामीले अरू आन्दोलनको कुराहरू गरिरहँदाखेरि चाहिँ यही आधारमा यही दस्तावेजको आधारमा चाहिँ हामीले चाहिँ हाम्रो आवाज उठाउन सकिन्छ, यसले चाहिँ हामीलाई सपोर्ट गर्छ। कहिलेकाहीँ त हुन्छ नि लेखेको हुन्छ नि यो महिलाको कुरा भइसकेपछि फेरि किन आदिवासी महिलाको कुरा चाहियो भन्ने कुराहरू पनि हुन्छ नि त। कतै कतै तपाईँहरूले कार्यक्रम गर्दाखेरि किन सुरुवात महिलाकै कुरा चाहियो त होइन, किन हामी गुरुङ महिलाकै कुरा चाहियो त भने भन्दाखेरि हामी महिला चाहिँ फेरि हामी एक्लै मात्रै छैनौँ कि, हामीले चाहिँ हाम्रो समुदायलाई सँगै जोडेर ल्याएको हुन्छ कि। अरू गैर आदिवासी महिलाले चाहिँ यदि म भनेर कुरा गर्छ भने चाहिँ हामी आदिवासी महिलाले चाहिँ हामी भनेर कुरा गर्छौँ कि हाम्रो यो सामूहिक अधिकारलाई चाहिँ हामी सँगसँगै बोकेर ल्याएको हुन्छ कि। कहिले चाहिँ तिनीलाई हामी कतैतिर जाँदाखेरि चाहिँ तपाईँको यो सामूहिक अधिकारलाई छुट्टै राखेर ल्याउनुहोस् भनेर तपाईँलाई भन्यो भने मिल्छ त, किनभने यो त हाम्रो धरोहर हो नि त। हामी जतै जाँदाखेरि पनि सुनवार महिलाको त सुनवार जाति भन्ने त आफूले बोकेको हुन्छ नि त, त्यो पैसालाई तपाईँ छोडेर हिँड्नुहुन्छ त हुँदैन नि त होइन, म त भन्नाले छोडेर हिँड्नु सकिँदैन नि त, त्यो त सबै जोडेर आएको कुरा हो नि त। त्यही भएर यी कुराहरूले चाहिँ यो चाहिँ बुझ्नुपर्छ भन्ने कुरा हिसाबले चाहिँ यो आधारभूत सिफारिस नम्बर 39लाई चाहिँ हामी आदिवासी महिलाहरूले चाहिँ विशेष प्रकारले चाहिँ ध्यान दिएर बुझ्नुपर्छ। यसले चाहिँ आदिवासी महिलाको हरेक जीवनको हरेक पाइलालाई चाहिँ यसले सपोर्ट गरेको छ कि, जस्तै आदिवासी ज्ञानको कुराहरू होस् होइन, हिंसा हुँदाखेरिको कुराहरू होस्, हामीले काम गर्ने ठाउँको कुराहरू होस् होइन, व्यवसायिक कुराहरूको होस्, अनि त्यसपछि जल जङ्गल जमिनको कुराहरू गर्छौँ नि हामीले, भूभागको कुराहरू गर्छौँ, त्यसको पनि ल्यान्ड टेरिटोरी राइट्सको कुरालाई समेत पनि यो चाहिँ आधारभूत सिफारिसमा चाहिँ लेखिएको भएर चाहिँ हामीले चाहिँ यो कुरा चाहिँ जान्नु जरुरी छ भनेर भन्छ है। अनि तपाईँलाई लागिरहेको होला कहिले सिर भनेछ फेरि आधारभूत सिफारिस भनेछ भनेर भन्छ। सिरले चाहिँ के गरेछ भने अघि दिदीले भन्नुभएको जस्तै 4 वर्षमा एकचोटि चाहिँ राष्ट्रले चाहिँ आफ्नो प्रतिवेदन बुझाउँछ होइन। अघि हिस्ट्रीमा पनि आयो नेपालले चाहिँ 40 दशकदेखि भनेपछि 40 वर्षभन्दा अगाडि नै गएर साइन गरेको, तर अहिलेसम्म पनि के हुन्छ महिलामा त हिंसाको कुरा विवेकको कुराहरू त भइरहेको नै छ नि।
आर्थिक अवस्थाको कुराहरूले गर्दाखेरि होस्, उसको बुझाइको हिसाबले गर्दा होस्, उसको अपाङ्गताले गर्दाखेरि चाहिँ यो विविध कारणहरूले चाहिँ उसले चाहिँ तहगत हिसाबमा चाहिँ विभेदहरू भोगेर आइरहेको हुन्छ। अनि यो विभेदलाई चाहिँ चिर्नको लागि चाहिँ के गर्न सकिन्छ त, राज्यले के गर्नुपर्छ भन्ने चाहिँ दायित्वको हिसाबमा चाहिँ आधारभूत सिफारिसमा चाहिँ सिरह कमिटीले चाहिँ नेपाल राष्ट्रलाई चाहिँ यो कुरा गर भनेर चाहिँ दिएको चाहिँ यो चाहिँ सिफारिसहरू हो कि यो चाहिँ रिकमेन्डेसनहरू हो। उसले चाहिँ हाम्रोमा चाहिँ 4 वर्षमा एकचोटि जाँदाखेरि सरकारले चाहिँ के भन्छ भने हामी सबै महिलाहरूले त पढ्न पाएको छ, हामीले त 80% आदिवासी कोटामा राखेर महिलालाई सहभागी गराएछौँ त्यस्तो भनेर उसले सबै कुरा बोलेर आउँछ। तर एट द सेम टाइम त त्यो कुरा त सबै ठाउँमा पुरा भएको हुँदैन नि त। तपाईँलाई हुन्छ भने त आदिवासी महिला र गैर आदिवासी महिलाको कुराहरू गर्दाखेरि तपाईँले कोही गैर आदिवासी महिलालाई अहिलेसम्म तपाईँले प्रधानमन्त्री भएको अथवा राष्ट्रपति भएको देख्नु भएको छ त नेपालमा? सबै सुन्नुभयो कि क्या हो भने होइन। ती कुराहरूले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ यी कुरा अवरोधले पनि हामीलाई अगाडि बढ्न नदिएको अवस्थाहरू पनि त छ नि त। यी कुराहरू चिर्नको लागि चाहिँ यो दस्तावेजले चाहिँ तपाईँहरूलाई चाहिँ वकालत र पैरवी गर्नलाई चाहिँ तपाईँहरूको इभन मातृभाषा किन पढ्नु पर्यो त, मातृभाषामा किन चाहियो त भन्ने कुराहरू हुन्छ नि त। किनभने हामी आदिवासीले चाहिँ के गर्छ भने चाहिँ अघि सरले भन्नुभयो चाहिँ स्कुलमा जाँदाखेरि त्यो नबुझाइको कारणले नै कति स्कुलमा चाहिँ ड्रप आउटको कुराहरू हुन्छ कि 10 पढ्नुभन्दा अगाडि नै उहाँहरूले छोडेर हिँड्नुहुन्छ एकदम भाषागत अवरोधले गर्दाखेरि होइन। एउटा चाहिँ पाठ्यक्रममा नबुझेको हिसाबले एक चाहिँ तपाईँहरूको के हुन्छ आदिवासीत्वमा नै क्वेसन मार्क गरे जस्तै मेरो बोलीमा आयो तर ममा आयो भने पनि कति गिजाउने हुन्छ नि। यो गिजाउने कुराहरू पनि एउटा चाहिँ प्रकारको हिंसा हो भनेर चाहिँ लेखिएको छ कि सिडमा होइन। यो सिडमा मात्र होइन, ह्युमन राइट्सको सबै एस्पेक्टमा चाहिँ कसैलाई चाहिँ तपाईँको वर्णको हिसाबले भाषागत हिसाबले तपाईँको होइन परिचयात्मक तपाईँहरूको उत्पत्ति के आदिवासीको भन्छ नि त होइन, त्यो उत्पत्तिको हिसाबले तपाईँलाई कसैले चाहिँ के भन्छ भने चाहिँ त्यो चाहिँ तपाईँलाई चाहिँ हिंसा गरेको हो भनेर भन्छ क्या। ती कुराहरूलाई चाहिँ यसमा चाहिँ सूक्ष्म रूपमा चाहिँ दिएको छ है। विशेष गरिकन चाहिँ अब मैले भन्नु पर्दाखेरि चाहिँ अघि अब सिडको कुरा गर्दाखेरि मैले सिडमा चाहिँ धेरै गएँ, म डाइरेक्ट GR39 नै गएँ है। यसलाई चाहिँ यसलाई चाहिँ हाम्रो सिडा समितिले चाहिँ उसको 82औं सत्रमा चाहिँ होइन यसलाई चाहिँ अनुमोदन गरेको थियो है। सुन्नुहोस् है, 1 देखि 82औं सत्रमा आएर मात्र यसले चाहिँ के आदिवासीको कुराहरूलाई चाहिँ के रेकग्नाइज गर्यो भन्ने कुराहरू छ क्या। 1 देखि 80 सम्म पनि आएन, 81 सम्म पनि आएन, कहाँ गएर आयो 82औं भनेपछि यो तपाईँको के हो, यो आउने ट्रेन त एकचोटिमा आएको होइन रहेछ नि। अनि अर्को कुरा भनेको चाहिँ जस्तो खाले हिंसा भए पनि के जस्तो खाले हिंसा भने पनि त्यो हिंसा भन्ने कुरा नै हुनु दिनु हुँदैन। यसलाई चाहिँ तपाईँले जडदेखि नै हटाउनुपर्छ। जुन त्यो डिफ्रेन्सेस छ नि तपाईँको महिला र पुरुष बिचको महिला र पुरुष बिचको जुन विभेदको कुराहरू छ नि त्यो त पहिला हुनै दिनुहुन्न। त्यसपछि पनि महिलाभित्रको पनि जुन विभेदको कुराहरू छ नि भित्र पनि हुन्छ नि। जस्तै अघि भन्यौँ नि हामी आदिवासी र गैर आदिवासीको कुरा नै छ अथवा धनी महिला र गरिब महिलाको कुराहरू छ नि, ती कुराहरूमा पनि यस्तो कुनै कारणले पनि एउटा महिलाले चाहिँ हिंसा भोग्नु हुँदैन भन्ने कुरामा चाहिँ यसले बोलेको छ है। अनि यसमा चाहिँ यो दस्तावेज भनेको नि यो चाहिँ खास यो दस्तावेज हो है। तपाईहरुलाई चाहिन्छ भने चाहिँ यहाँबाट लिएर जानु होला। यसलाई यो दस्तावेजले चाहिँ सिडलाई चाहिँ कसरी विस्तृत रूपमा चाहिँ लागू गर्ने त भन्ने कुरा एउटा चाहिँ मार्गदर्शन पनि गर्छ क्या। ओभरअल सिड भनेको ठुलो डकुमेन्ट छ हैन, त्यसलाई चाहिँ सूक्ष्म रूपमा चाहिँ कार्यान्वयन गर्नको लागि चाहिँ यसले एउटा मार्गदर्शन पनि दिन्छ भनेर भनेको छ है। अनि अर्को कुरा गरिरहँदाखेरि चाहिँ यसले चाहिँ महिला र किशोरीहरूको चाहिँ अधिकार सुनिश्चित गर्नको लागि चाहिँ राज्यले चाहिँ नीति नियमहरू र विधायिकाहरूदेखि लिएर चाहिँ ऐन कानुनहरू छैन भने बनाउनु पर्छ। छ भने चाहिँ जुन कतिपय नीति नियमहरूले त कस्तो गर्छ भने कहिलेकाहीँ महिलाहरूको हक अधिकारहरू लिनलाई गाह्रो पनि गराइरहेको हुन्छ नि, त्यस्तो छ। अनि कुनै नीति नियमहरूले चाहिँ हिंसाहरूलाई चाहिँ बढावा दिइरहेको छ भने त्यस्तो नीति नियमहरूलाई चाहिँ उसले रिएमेन्ड गरेर त्यसलाई चाहिँ फेरि चेन्ज गरेर नयाँ ल्याउँ भन्ने कुराहरू पनि भनेको छ है। उहाँले धेरै कुरा ल्याउनु भयो। यो चाहिँ सिड भन्ने कुरा ILO 169 UNG योहरू चाहिँ अब थुप्रै महासन्धिहरू नेपालले विश्वमा 10 वटा महासन्धिहरूमा हस्ताक्षर गरेको सिड प्रतिवेदन छ, छाया प्रतिवेदन। यो छाया स्याडो रिपोर्ट भन्छ यसलाई इङ्ग्लिसमा। यो स्याडो रिपोर्ट चाहिँ बुझाउने काम मात्रै गर्यो सरकारले लगेर
हाम्रो कुरा कहिले राख्दैन। एकचोटि मानव अधिकार आयोग र महिलाहरूले गरेको कार्यक्रममा एभरेस्टमा म गएको थिएँ। त्यहाँनिर चाहिँ त्यहाँको सचिवले धेरै ल्याएको थियो प्रतिवेदनहरू नेपालको तर्फबाट बुझाउने। पहिला नेपालले बुझाउँछ, त्यसपछि हामीले फेरि हाम्रो संस्थाबाट हाम्रो सङ्गठनहरूबाट बुझाउनु पाउँछ। यो चाहिँ एकदम बाध्यकारी भएको हुनाले त्यो बुझाउँदा केही पनि थिएन। एउटा आत्मनिर्णयको अधिकार र डेटा थियो जुन चाहिँ खण्डीकृत तथ्याङ्क थियो आदिवासीहरूको समग्रको, त्यसले हाम्रो कुरा चाहिँ सुन्दैन, त्यतिले हुँदैन भनेर फेरि हामीले राष्ट्रिय आदिवासी महिला महासङ्घ, NID1, इनोल्याक भनेको कानुनी सचेतनाहरूको समूह छ, एउटा चाहिँ राष्ट्रिय आदिवासी महिला मञ्च भएर चाहिँ हामीले 4वटाले एउटा 6600 शब्दको हुन्छ। सी र छाया प्रतिवेदन चाहिँ कति हुन्छ? 6600 शब्दमा त्यो भित्र चाहिँ नपढाइकन हामीले लेख्नुपर्छ। त्यो ट्रेनिङको लागि म मलेसिया पनि गएको थिएँ, त्यहाँ गएर अलिकति बुझ्ने मौका पाएँ मैले। अझै पनि मैले त भर्खर 20% मात्रै बुझेको थिएँ, त्यही भएर ठुलो छ। तपाईँहरू नआत्तिनुहोस्, आज एउटा कुरा बुझ्नुभयो, धेरै कुरा बुझिसक्नु यहाँबाट मैले देखेँ। त्यही भएर यसमा जैविक विविधता आयो, जलवायु परिवर्तनको कुरा आयो, ल्यान्ड टेरिटोरीको कुराहरू आयो होइन। यसमा चाहिँ अनि तपाईँको चाहिँ कानुनमा अर्थपूर्ण सहभागिता, पहुँचमा अर्थपूर्ण सहभागितादेखि हाम्रो चाहिँ स्थानीय तहदेखि अहिलेको नेपालको चाहिँ यो परिवेशमा यो राष्ट्र चाहिँ संहिता भइराख्दाखेरि हाम्रो अधिकारको कुराहरू, त्यसको चाहिँ अब जुन चाहिँ एउटा डेटा आउँदाखेरि त्यसमा चाहिँ तह अनुसार जस्तै आदिवासी महिलाभित्र पनि अपाङ्गता, इन्टरसेक्सनलिटीको कुराहरू, त्यसमा त समानता र समावेशिता इक्वालिटीको कुराहरू सबै आयो। तपाईँहरूले बुझिसक्नु भएको छ, उहाँले दिइसक्नु भएको छ। नेपालमा चाहिँ सबै महिलाहरूलाई एउटै टोकरीमा राख्दाखेरि जस्तै खिर पकाउँदा दाल पनिते, आलु पनिते होइन, नुन, बेसार, घिउ के छ सबै हाल्दाखेरि त्यो खिर होइन। खिर चाहिँ खिर उल्टो बिग्रिन्छ। त्यही भएर हामीलाई खिचडी नबनाऊ। हामी आदिवासीहरूलाई 33% होइन, हामीलाई चाहिँ कति त 51% चाहिँ हुनुपर्छ। हाम्रो सबै मौलिक अधिकारहरू चाहिँ सुनिश्चित हुनुपर्छ, कार्यान्वयन गर। त्यो चाहिँ सिडा, आइलो 169 र UNGP चाहिँ बाध्यकारी हो र त्यो गरिनुपर्छ भनेर चाहिँ हाम्रो सशक्तिकरण, हाम्रो माग मैले आज चाहिँ बढीभन्दा बढी युथहरूलाई फोकस गरेको थिएँ। कस्तो राम्रो कुराहरू आएको छ, हामी सबै यो पढ्दैनौँ, तर तपाईँहरूको यो रिपोर्ट चाहिँ जान्छ है। उहाँहरूले तयारी गर्नुहुन्छ, पछि तपाईँहरूलाई चाहियो भने पनि हामीले देखाउन सक्छौँ। धेरै राम्रो कुराहरू आएको छ। यो भित्रमा 3टा कुरामा चाहिँ 3टा कोलममा चाहिँ अलिकति क्वेसन छ, यसमा मैले क्लियरिफाई गर्न चाहन्छु। पहिला यो कसले लेख्नुभएको नाम भन्नु है, उठेर म भन्छु। यसमा चाहिँ आज मैले आदिवासी र जनजाति दुई भिन्न कुरा हुन् भन्ने चाहिँ थाहा पाएँ। आदिवासी हुनलाई आफ्नो भूमि किपट हुन पर्यो, वेशभूषा, भाषा, संस्कृति र अनुशासित हुन पर्यो। कस्तो राम्रो, यति धेरै बुझ्नुभएको छ। मैले बिर्सेँ मैले भनेको कुरा, यो मैले भनेको कुरा त लेख्नुभयो होला तपाईँहरूले। अनि यसमा चाहिँ प्रश्न छ, हरेक पटक हामीले राज्यलाई मात्र दोष दिने कि आफैबाट सुरुवात गर्ने? एउटा। अर्को चाहिँ हामीले हाम्रो भाषा के सबै ठाउँमा पढाइ हुन आवश्यक छ भनेको छ। त्यो कसले गर्नुभएको हो? उठेर ठ्याक्क भनिदिनु। प्रतिभावान व्यक्ति पनि हुनुहुन्छ होइन, जेनी सुरुवा, उहाँ चाहिँ नाटक पनि खेल्नुहुन्छ, उहाँले पोडकास्ट पनि गर्नुहुन्छ, उहाँ थुप्रै गर्नुहुन्छ, मलाई आउँदैन भन्न। उहाँ चाहिँ चित्रकार पनि हो, मैले नेपालीको भन्दाखेरि होइन, फाइदा राम्रो गर्नुहुन्छ उहाँले होइन। पछिल्लो समय उहाँले पनि सशक्त पनि भएर हिँड्नुभएको छ। कुनै पनि कुराहरू गर्नको अगाडि चाहिँ विधेयक बनाओस्, कानुन बनाओस्, संविधान लेखोस् होइन, कुनै पनि ठाउँमा गौरवशाली विकासको कुरा गर्नुभएको छ अघि, कुनै पनि ठाउँमा गौरवशाली विकासको कुरा गर्नुहोस्, त्योभन्दा अगाडि उनीहरूले हामीले सूचना गर्नुपर्छ। यो दायित्व छ। यो चाहिँ जुन अन्तर्राष्ट्रिय कानुन महासन्धि अनुसार चाहिँ ILO 169, सिडा र यो UNGP अनुसार उनीहरूले चाहिँ गरेको सम्झौता हो। त्यो सम्झौता अनिवार्य यो बाध्यकारी भएको हुनाले हामीले राज्यले त्यो लेखिएको, त्यो उनीहरूले लेखेको कुरा, सम्झौता गरेको कुरा, यो त विश्व छ, अब ग्लोबल लको कुरा है। त्यही भनेर त्यो सम्झौतालाई त्यसैलाई चाहिँ उनीहरूले उल्लङ्घन गरेको छ। त्यो भित्र चाहिँ मानव अधिकार छ। त्यो मानव अधिकारलाई चाहिँ उल्लङ्घन गरेको हुनाले यो राज्यलाई दोष भन्दा पनि राज्य आफै दोषी हो। हामीले त हाम्रो भोइसेसहरू रेज मात्रै गर्ने, हामीले हाम्रो आवाजहरू मात्रै उठाउने। त्यो आवाज उठाएर उनीहरूले चाहिँ त्यसलाई चाहिँ इन्स्योर गर्नुपर्छ भन्ने कुरा, उनीहरू चाहिँ जवाबदेहिता हुनुपर्छ त्यसको होइन। उनीहरू चाहिँ एउटा गार्जियनको रूपमा हो नि त राज्य त। त्यो दोष देखिन्छ तर होइन त्यो, किनभने हामीलाई चाहिँ उनीहरूले विभेद गरेको हुनाले त्यो उनीहरू आफैले
सम्झौता गरेको राज्यले गरेको सम्झौतालाई चाहिँ कार्यान्वयन नगरेको हुनाले त्यो बाध्यकारी हो र यसलाई चाहिँ दोष भन्न मिल्दैन। मैले प्रश्न पाएँ तपाईँलाई। र अर्को कुरा चाहिँ हाम्रो भाषा सबै ठाउँमा पढाइ हुन आवश्यक छ। यस एकदम जरुरी छ, किनभने अहिले चाहिँ जस्तै पहिला मैले त संस्कृत पढेको थिएँ 5 क्लाससम्म, पछि यो हटाइयो होइन, यो बौद्ध आयो, बौद्ध थियो, त्यसपछि बौद्ध आएपछि यो 2046 साल पछि केही समय मात्र यो संस्कृत पढाइ भयो। मैले 5 क्लाससम्म संस्कृत पढाएको थिएँ। संस्कृत आयातित कुरा हो, आयातित भाषा हो। हिन्दी शब्दले गर्दा नेपाली आयातित भयो, इङ्ग्लिस वर्ल्ड वाइज बनायो अमेरिकाले आफ्नै कुरालाई। त्यही भएर अहिले एकचोटि मजाले सोच्नुहोस् है, अनि वर्ल्ड वाइज बनायो। तर संविधानमा चाहिँ सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भन्छ। तर फेरि मैले अघि पनि भनेको थिएँ नि, अर्को दफामा गएर अर्को चाहिँ धारामा गएर त्यो चाहिँ बाध्यकारी हुँदैन भनेर त्यसलाई चाहिँ गोलमटोल रूपमा चाहिँ अल्मलाउने काम गरेको छ क्या। सुनवार भाषामा क्योल्ते भन्छ नि, अल्मलाउने काम गरेको छ क्या। हो त्यो नै एउटा विभेद हो, त्यो चाहिँ कूटनीति हो, एकदम नराम्रो हो क्या, चर्केल हो। त्यो कुरा चाहिँ हुनु हुँदैन भन्ने हो। जस्तै हामीले सरकारले राज्यले चाहिँ महासन्धि गर्छ, महासन्धिमा हस्ताक्षर गर्छ हाम्रो भाषा बचाउने। नेपालमा 125वटा भाषामा 123वटा भाषा त बोलिन्छ। त्यो बोलिने भाषाहरूलाई चाहिँ संरक्षण गर्ने, सम्वर्धन गर्ने, त्यसलाई चाहिँ काम चाहिँ राज्यले गरिनुपर्छ भनिन्छ। तर गर्दै गर्दाखेरि ग्रासरुटबाट नै उसले पढाउने मान्छे छैन, एउटा पढाउने शिक्षक छैन भने त्यो व्यवस्था गर्ने काम चाहिँ राज्यको हो। राज्य पनि ग्रासरुटबाट स्थानीय सरकार छ, स्थानीय सरकारको चाहिँ दायित्व हो। जस्तै वडाले व्यवस्था गर्नु पर्यो, वडाले अभियान गर्नु पर्यो, त्यहाँ सशक्तिकरण गर्नु पर्यो, त्यहाँनिर चाहिँ त्यस्तो खालको कार्यक्रम योजनाहरू ल्याउनु पर्यो जसले चाहिँ त्यो पढिसकेको भाषालाई पनि बचाउने, बिउताउने, सम्वर्धन, संरक्षण, अघि रिसर्चको कुरा गर्नु भएको छ, त्यो काम चाहिँ सरकारले गर्नुपर्छ। अब गणतन्त्र आयो नि त, संहिता हो नि त, त्यो कुरालाई चाहिँ एउटा सम्पत्तिको रूपमा विविधताको आधारमा चाहिँ त्यो बाध्यकारी हुन्छ र त्यो पढाउनुपर्छ। शिक्षकको व्यवस्था, भत्ताको व्यवस्था, पढाउनेको व्यवस्थादेखि लगेर त्यहाँको सबै व्यवस्थामा स्थानीय सरकारमा ग्रासरुटबाट नै हुनुपर्छ भनेर चाहिँ यो बाध्यकारी नै हो, त्यही भएर हुनुपर्छ। तपाईँले रक्सीकै कुरा गर्नु, कोदोको रक्सी कोदोकै हुनुपर्छ। त्यही माथि औषधिको रूपमा प्रयोग गर्नको लागि चाहिँ क्याटेगोरी छ। पिदार गर्नको लागि, पिदार गर्दाखेरि चाहिँ हाम्रो पूजा गर्नलाई चाहिँ एउटा सगुनहरू गर्दा उठाउनलाई आज पारेर जाँड भोलि पनि गरिन्छ। त्यो किनभने त्यो कुनै पनि नराम्रो कामले बाधा नहोस् भनेर। तर हामीलाई यदि औषधि बनाउनु नै पर्छ भने त्यो रक्सीको कति महिनामा, 6 महिनामा बनाउने कि त्यसमा मेथी हाल्ने कि त्यो रक्सीको नि क्याटेगोरी छ, त्यसमा पनि त्यो रक्सी 3 पानी पार्दा कुन औषधि हुन्छ अब फेरि हाम्रो लामो जान्छ। त्यही भनेर हामी विभिन्न तरिकाबाट लामो जान्छौँ होला भन्ने आजको यस कार्यक्रम चाहिँ हाम्रो समापन भएको र विशेष गरेर हाम्रो सेलिना बहिनी अनि हाम्रो गङ्गा अनि जानुभयो 2जना के जानुभयो होइन, रुबी जानुभयो होइन। उहाँहरू सबैलाई चाहिँ धेरै धेरै मुरी धन्यवाद सहित हामी चाहिँ आभारी छौँ। आगामी दिनहरूमा पनि हामी जोडिन्छौँ भन्दै आजको यस कार्यक्रम चाहिँ बिदा भएको चाहिँ सबैलाई जानकारी गराउँछु। धन्यवाद।